हजुर किन रुनु भएको फेरि? अब त आश्रम आइसक्नु भयो। त्यहाँको सम्झना आएको हो हजुरलाई? हजुर बस्ने ठाउँको यही बस्ने? हामी भनेको हजुरको छोराछोरी जस्तै त हो नि, हो कि होइन भन्छ त? हजुरलाई केही समस्या पर्यो, आश्रममा केही चाहियो भन्यो भने हामीलाई भन्छ, हामी पुऱ्याइदिन्छौँ है। सम्पूर्ण नमस्कार, जय मानव सेवा। यति बेला हामी मानव सेवा आश्रमको शाखा कार्यालय रानीवन सेवा केन्द्रमा छौँ, जहाँ 200 भन्दा बढी सहयोगापेक्षी सडक आश्रित मानवहरूले आश्रमको गरिमा बढाइरहनु भएको छ र हजुरहरूले विभिन्न माध्यमबाट सामाजिक सञ्जालहरूमा पनि र मानव सेवा आश्रमको पेजहरूमा पनि मेरो छेउमा हुनुभएको बुवालाई केही समय अगाडि देख्नु भएको थियो होला। बुवालाई चाहिँ हामीले कीर्तिपुर नगरपालिका वडा नम्बर 2बाट चाहिँ एकदमै दयनीय अवस्थामा उद्धार गर्नु परेको थियो। बुवाको चाहिँ कोही पनि आफन्तहरू नभएको र बुवाले चाहिँ पहिला चाहिँ आफ्नो हातखुट्टा बलियो हुँदाखेरि त्यहाँको स्थानीय घरहरू बनाउने त्यसरी काम गरेर चाहिँ आफ्नो जीवनयापन गर्दै आउनुभएको र पछि उहाँको एकापट्टिको हात नचल्ने भएपछि चाहिँ बुवा चाहिँ त्यो बाढी आउने ठाउँमा चाहिँ तिरपाल ओढेर त्यो टिनको छानामा चाहिँ बस्न बाध्य हुनुहुन्थ्यो र स्थानीयहरूले 1 वर्ष त्यस्तो अवस्थामा देख्नु भएपछि चाहिँ हामीलाई खबर गर्नु भए पश्चात चाहिँ हामी बुवालाई लिन गएको थियौँ। अहिले चाहिँ धेरै दिन त भएको छैन, तर केही दिनमा नै उहाँमा परिवर्तन आउन सफल भएको छ। यो सबै माया, प्रेम र सद्भावकै कारणले गर्दा भएको छ। मेरो छेउमा हाम्रो बुवा हुनुहुन्छ। नमस्कार बुवा, यता हेर्छु त। हजुर किन रुनु भएको फेरि? अब त आश्रम आइसक्नु भयो। यता हेर्छु त। नुहाई धुवाई गरिसक्नु भयो? किन रुनु भयो भन्छ त? त्यहाँको सम्झना आएको हो हजुरलाई? हजुर बस्ने ठाउँको फेरि जाने हेर्न एकचोटि? बुवाले चाहिँ बोलेको अलिक बुझ्न गाह्रो छ। बुवा हजुर फेरि त्यही ठाउँमा एकचोटि हेर्न चाहिँ जाने हो? बस्न त आश्रममै बस्नुहुन्छ? यहीँ बस्ने? अनि रुन चाहिँ किन रुनु भएको त? अब रुनु भएन नि त, हामी छौँ त, हामी गर्छौँ त, हुँदैन? बुवाको चाहिँ यो हात चाहिँ प्यारालाइसिस भयो जस्तो छ। हामी छिटै नै डाक्टर साहबलाई पनि चेकअप गराउनेछौँ। नुहाई धुवाई पश्चात चाहिँ सरसफाइ पश्चात चाहिँ अहिले बुवा यतिको हुनुभएको छ। बुवा अब नरुनु है। हामी भनेको हजुरको छोराछोरी जस्तै त हो नि, हो कि होइन भन्छ त? हजुरलाई केही समस्या पर्यो, आश्रममा केही चाहियो भन्यो भने हामीलाई भन्छ, हामी पुऱ्याइदिन्छौँ है। अब नरुनी भन्छ नि त नि एकचोटि। खै हाँस्नु भएन तपाईँ त एकचोटि नि? ल अलि रुनु भएन। यो हात चलेन भनेर हो? हामी डक्टरलाई देखाउँछौँ। यता हेर्छु त। यहाँ महिनामा 2 चोटि डक्टर आउनुहुन्छ, मानसिक रोगको पनि, फिजिसियन पनि। अनि हामी हेरेर अनि हात चल्ने बनाउन कोसिस गर्छौँ है। हातकै कारणले गर्दा रुनु भयो, ठाउँ सम्झेर त होइन। ल यसरी रुनु भएन बुवा। म पानी लिएर आइदिन्छु है। पानी लिएर आइदिन्छु। बुवा लिस्यो। अब हजुर नरुनु ल। यहाँ राख्दिने? यहाँ किन? अहिले खाइसु न थोरै। यो हातले त सक्नुहुन्छ, म हेल्प गरिदिन्छु। भयो? अनि हिजो बेलुका खाना खानुभयो कि नाइ? सिस्टरहरूले खाना खुवाइदिनु भयो हो? आश्रममा खानापिना बस्न ठिक छ हजुरलाई? ल अब चाहिँ नरुनी ल। बुवा छिनछिनमा रुनु भइरहेको छ। सायद केही सम्झिनु पनि भयो होला बुवाले। अब रुनु हुँदैन ल बुवा धेरै। चिया खानुहुन्छ? चिया पनि बनाएर लिएर आउँछौँ। हजुर अहिले एकछिनमा खाने? ल धेरै धेरै धन्यवाद हाम्रो बुवालाई पनि। र हामी पनि एकदम भाग्यमानी फिल गर्छौँ, किनभने मानव सेवा आश्रममा दिनमा हाम्रो
3-4 जना त काठमाडौँमा हामीले रेस्क्यु गरेकै हुन्छौँ। देशभरि पनि हाम्रो आश्रम रहेको छ। हजुरहरूले पनि त्यस्तो सहयोगापेक्षी सडक आश्रित मानवहरू देख्नुभयो भने मानव सेवा आश्रमलाई सम्झन सक्नुहुन्छ। हामी सेवाको लागि सदैव तयार छौँ। जय मानव सेवा, जय मानवता।